अब म अर्को पाठ पढ्छु है त। अर्को पाठको शीर्षक छ मार्फाको रात। अस्पतालबाट बाहिर निस्केपछि मैनाले भनिन्, तिमीले यो अस्पतालको दिदीको कुरा सुन्यौ नि? बिचरा हामी भन्दा पनि गरिब रहेछन्। तन्नम घरमा केही बाँकी छैन अरे, सबै बेचेर सकेछन्। औषधि उपचार गर्दा घरबारी नै सकिने रहेछ। आफ्नो गाउँका मान्छेलाई त पालिकाले हेर्नुपर्ने हो नि, तर न नगर न पालिका। कुरा गरी साध्यै छैन। हामीले पनि यो दाइको लागि थोरै पैसाको भए पनि औषधि किनिदेऊ न ल। मानबहादुरले भने, मैना, मैले पनि यो दाइलाई कसरी सहयोग गरौँ भनेर सोचिरहेको थिएँ। मेरो मनको कुरा तैँले कसरी जानिस्? ज्योतिषी नै होस् कि के हो त? ल हुन्छ, किन्दे। पैसा बोकेर के काम? मौकामा काम पर्दा खर्च गर्ने त हो नि। यो दुनियाँमा यो तेरो यो मेरो भन्ने केही छैन। असल साथी कोही बनिदिए भने जीवनमा अरू केही चाहिँदैन। जीवनको ठूलो कमाइ त्यही हुन्छ। आखिर हामीलाई पनि त गोरा साहेबहरूले सहयोग नगरेको भए कति बिजोक हुने थियो। माने लङ्गडो भएछ भन्थे आज हामीसँग यत्रो पैसा हुन्थ्यो र? मैना, हिँडेपछि हामी जहाँ जाने हो नि बाटोले त्यहीँ पुर्याउँछ। मनै त हो नि हिँड्ने। एकछिन यहीँ बस है त भन्दै मैना फेरि अस्पतालभित्र पसिन्। एकछिनपछि भित्रबाट दबाईको प्रेस्क्रिप्सन हातमा लिएर आइन् अनि उनीहरू सरासरी औषधि पसलमा गए। औषधिको नाम लेखेको कागज पसलेलाई दिँदै मैनाले भनिन्, 3 महिनाको लागि दिनुहोस् न ल। पसलेले प्रेस्क्रिप्सन हेरे, कान्छालाई बोलाए। यो औषधिको निकाल त, मिति पनि हेर है। नाम भन्नु त सर? इकोस्प्रिन 150 90 ट्याब्लेट दे। आर्बास 20 90 ट्याब्लेट दिनु। इम्बेटा 50 पनि 90 ट्याब्लेट दिनु। केटाले भन्यो, हुन्छ सर। साहुजीले बिलमा पैसा घटाए 12%। कसरी खाने भनेर पनि सिकाए। औषधिको पोको मैनालाई दिए अनि ल आउँदै गर्नु है बहिनी भनेर बिदा गरे। पसलेले प्रेस्क्रिप्सन हेर्दै भने, मुटुको बिरामी पो रहेछ। मैनाले पैसा तिरिन्। मानबहादुर, तिमी यहीँ बस है, म औषधि पुर्याएर आइहाल्छु भन्दै लागिन् औषधि बोकेर अस्पतालतिर। अस्पतालमा पुगेर दिदीलाई दिँदै भनिन्, ल दिदी, 3 महिनामा पुग्ने औषधि छ। अब तपाईँले केही बेच्नु पर्दैन। चल्ला सल्ला किनेर पाल्नु। यो 300 पनि लिनु। हामी त भारी बोकेर कमाइहाल्छौँ। जीवन धान्न गाह्रो भयो भने सम्झिनु। जाउँला सँगै भारी बोक्नु गोरा साहेबको। हाम्रो पनि गोरा साहेबकै भर हो। हाम्रो त झन् घरमा केही पनि छैन। अब अर्को सालको कमाइले गोठमा बाँसको टाटीले कोठा बार्ने हो। धन्न तपाईँहरूको त बास बस्ने घर त रहेछ नि। अब यतिले पुगेन भने हाम्रो ठेगाना सिस्टरसँग छ। त्यही ठेगाना लिएर हाम्रोमा आउनु। गोरा साहेबको भारी बोक्न जानुपर्छ। पैसाले दुःख हुँदैन। दुःख गर्न दुबई, कतार, मलेसिया जानै पर्दैन। गोराहरू यतै आउँछन्। उताभन्दा यतै दह्रो कमाइ हुन्छ। दिदीले नर्सलाई सबै औषधि देखाइन् अनि नर्सले हेरिन्। उनले दबाई ठिक छ भनेपछि मैनाले फेरि सबैसँग बिदा मागेर हिँडिन्। मैना ढोका बाहिर ननिस्किँदै नर्सले भनिन्, ओइ मैना दिदी, उस्तै पर्यो भने म पनि आउँछु है। गोराको भारी बोक्दै नेपाल घुम्न मन लागेको छ। अलिअलि पैसा पनि कमाउनु पर्यो नि। यहाँ त तल्लो जातकी भनेर हेप्छन्। डाक्टर नै भइदिएकी भए यिनका बाउको बिहे देख्थे। जता पनि छोड्नु पर्थ्यो। जसका नारी पनि मैले नै समाउनु पर्थ्यो। छाती पनि मैले नै छाम्नु पर्थ्यो। मुखमा नली होलिदिन्थे। छाती छामेको बेला त जनै कानमा सिउरिन्थ्यो होला नि भन्दै हाँसिन्। ए हुन्छ नि बहिनी, तर जे भए पनि अस्पताल त नछोड्नु है। यो त मन्दिर भन्दा पनि ठूलो रहेछ। मान्छेले मन्दिरमा भन्दा पनि यहाँ बढी देवताको नाम पुकार्दा रहेछन् भन्दै एकछिन नर्सको मुखमा हेरिन्। गम्भीर बनिन्, तर कुरा अगाडि बढाइनन्। आफू चाहिँ सोच्दै अगाडि बढिन्। दुःख र सुख पनि किन्ने बेच्ने मान्छे भए पो हुन्छ। कसैले किन्दैन, कसैले बेच्दैन। अनि जिन्दगी खुसीले के चल्छ? बिचरीले हार खाइछन्। मानबहादुर पसलेकै पेटीमा पर्खेर बसिरहेका रहेछन्। उनले यसो हात ठड्याए। त्यही हातमा समातेर मैनाले बिस्तारै उठाइन्। मैनाले भनिन्, पोखरे बजारबाट त बाटो पनि उकालो लाग्नुपर्छ। शिखा र चित्रे जान उकालो निकै हिँड्नुपर्छ। त्यस्तो लाग्थ्यो। अब चाहिँ डाक्टर र नर्सले पनि चिन्न थालेछन्। जिन्दगीसँग रमाउनु पर्छ। दिल ठूलो बनाउनु पर्छ। सिस्टर, जाने लामो छ जीवन, नजाने चिरिपै। बाँचेकै बेला मोज मस्ती गर्नुपर्छ। ल हामी खाना खान्छौँ। तपाईँहरूको पाक्न अलिक ढिला हुन्छ होला। सिस्टरले भनिन्, ल ल खानु। चुपचाप बस्नु है दिदी, हामी त बिहानै फर्किन्छौँ। ड्युटीमा त पुग्नै पर्छ। बिहान भेट हुँदैन होला। अहिले बिदा मागौँ है? मैनाले सोधिन्। किन र? तपाईँहरूको बिहा भएको छैन? म त बुढाबुढी पो भन्थेँ। हाम्रो जस्तै हो कि के हो? खाट र कोठाको लागि पनि के को झगडा त? परदेशमा दुवैजना अलिक विचार पुर्याएर सुत्नु नि। उमेर पुगेकै छ। कुरा मिले हात माग्ने भित्र्याउने जमाना कहाँ पुगिसक्यो? के सोचेर बसिरह? साउनी टुप्लुक्कै त्यहीँ आइपुगिन्। सबैले चोरौँलाले बन्द ओठमा थिचे। मैना र मानबहादुर चुपचाप कोठातिर लागे। मानबहादुरले भने, देखिस् त मैना चालामाला, छोड्दे, जेसुकै गरून्, नचिने जस्तो गर्नु। साउनीले हामीले चिनेका मान्छे किन भन्नु पर्यो? एक बारको जुनियो गएपछि फर्केर आउँदैन। छोड्दे, मस्त रहन् भने मानबहादुरले। बिचराहरूको सबै योजना चकनाचुर भयो। त्यसपछि त बसेको, खाएको, सुतेको, हिँडेको केही थाहा भएन। उताको वास्तविकता यस्तै। मिटिङ सुरु भयो। सिस्टरले आफ्ना प्रस्ताव राखिन्। सबै प्रस्तावहरू पास भए। भोलिपल्टबाटै अस्पतालमा सिस्टरले भनेका सबै सेवा सुरु भए। बेकारको शङ्का मात्रै गरे। त्यसपछि मानबहादुर र मैनाले उनीहरूलाई देख्न पाएनन्। कोठामा मैनाले मानबहादुरका खुट्टालाई बिस्तारै आफ्नो काखमा राखिन्। मानबहादुरको हातलाई सिरानी बनाइन्। भालेको डाकमा दुवैजना बिउजिए।